हेलो साथीहरू, गुड मर्निङ एभ्रिवान। सबैजनालाई स्वागत छ। हामी चाहिँ अब मुस्ताङको यात्रामा निस्किरहेछौँ। अबको केही दिनपछि गाडी स्पटसम्म म जाँदैछु। आजदेखि विद्यालयको शैक्षिक भ्रमण कार्यक्रम। यो शैक्षिक भ्रमणको लागि अब चाहिँ म निस्किँदैछु घरबाट। अबको हाम्रो 5 दिनको यात्रा मुस्ताङको भ्रमण। मुस्ताङका तातो पानी हो कि होइन थाहा छैन है। फेरि मुक्तिनाथ, डुम्बाता, स्याङ, कागबेनी, बागलुङको लामो पुल जस्ता स्पटहरूमा हाम्रो शैक्षिक भ्रमणको गन्तव्यहरू रहेको छ। सानो झोला छ, त्यो झोला बोकेर अब चाहिँ बस स्टेसनसम्म र मलाई त्यहाँबाट पिक गर्ने भएकोले म चाहिँ त्यहाँदेखि जान्छु होला। त्यहाँदेखि जान्छु, त्यहाँसम्म चाहिँ लेफ्ट राइट आफ्नै गाडी 11 नम्बरको गाडीमा हिँड्नु परेको छ। पक्कै पनि आज दिनभरिको यात्रा रमाइलो हुन्छ होला। हामी यसरी जाँदैछौँ मेरो साथीहरू। बेचबेचमा म सिनहरू क्याप्चर गरेको। सबै छोपेछ शैक्षिक अध्ययन अवलोकन भ्रमण। यो खोलाको इतिहास हो। हामी सलेमटारतिर जाँदैछौँ। देखेन है यो खोला? देखिनु देख्दैन छौँ। यो चाहिँ खै गोर्खाको सिन हो क्या अरे। कुन जिल्ला हो, कुन कहाँ हो, के अरे कुन ठाउँ हो भन्ने कुरा त थाहा भएन। जिल्ला चाहिँ गोर्खा हो। आरुघाट क्रस गरेर थोरै गएपछि यस्तो राम्रो सिनहरू देखिँदो रहेछ भनेर मैले क्याप्चर मात्र गरेको हुँ। जस मनासली हिमालहरू हो कि होइन, कुन चाहिँ हो त्यो चाहिँ थाहा भएन। तर त्यस्तै त्यस्तै हो कि भनेर यो क्याप्चर गरेको। यो गोर्खालीहरूले यसो कमेन्टमा यो ठाउँ हो भनिदिन पायो भने हामीलाई पनि सहज हुन्थ्यो होला। सब सुतेछ मेरो साथीहरू। यो चाहिँ हामी यो पनि खै गोर्खाको माथि आरुघाट क्रस गरेपछि अलि माथि पुगेपछि हो यो सिन देखिँदो रहेछ। कहाँनिर हो चाहिँ, कुन ठाउँ हो भन्ने ब्लॉकटी हवा है जागर है मान्छे पनि जिम्नु छ क्या। मान्छे छुट्यो नि त। आमा बिहोस, छोरी छुट्यो।
हालत खराब छ साथीहरु सुर्यो vlog मा आउँछ अब हेलो गाइज सब्सक्राइब टु मैक्स तामाङ च्यानल स्लिपिङ टाइम पृथ्वी राजमार्ग यो हैन हो आफू खैरेनी पोखरा जाँदै बाटो धेरै राम्रो बनाएको छ यो 2 वर्ष अगाडि आउँदाखेरि त निर्माणाधीन अवस्थामा थियो अहिले त फिली लिली हुने भएछ यस बाटो राम्रो Mamita. Family लगे. हेलो हेलो फ्यामिली हजुर बगरा टाढो मनै छ अझै चाहिँ छालेडी एक दिन छुटेर आयौँ जस्तो लाग्छ यो चाहिँ पोखरा नपुग्दै पोखरा कुन बजार हो कुन पोखरा नपुग्दैको बजार हो त्यहाँबाट देखिने भ्यू चाहिँ अलि राम्रो देखिँदो रहेछ भनेर क्याप्चर गरेको अनि अगाडि बस्ने साथीहरू अगाडि बस्नेहरू पनि आफ्नै तालमा निदाउँदै हुनुहुन्छ कोही आफ्नो गफको आफ्नो बिजी हुनुहुन्छ यारे सबैजना आज हामी बेनीको यात्रासम्म छौँ आजको यात्रा पोखरामा छौँ गाडीमा भएकोले गाडीको यात्रा मात्र भएकोले खासै खिच्न पनि पाउँदैन पोखराको केन्द्र पृथ्वी चाहिँ चारैतिर कस्तो मजाले देखेको त हिमालै हिमाल छ त अनि चिन्छ भनेर बस्छ त अगाडि अनि के अगाडि बस्छ भन्दा माथि आइपुग्यो भन्दा माथितिर भनेको छ राम्रो देखिएको छ आजको चाहिँ बाटोको यात्रा मात्रै छ हाम्रो त्यसै छैन गाडीमा केही समस्या आयो हाम्रो मुस्ताङ यात्राको साधन त्यही भएर भ्यू राम्रो छ पोखरा प्राकृतिक रूपमा नै सुन्दर ठाउँ पनि हो हुन्जा बजार रे शान्त छ वरिपरि हिमाल छ डाँडा काँडा छ सुन्दर बस्ती छ कतै काहीँ बस्नेको लागि नै आनन्दै जस्तो हाल्यो नत्र फेरि घट्छ हरायो अब छेक्यो चिसो अहिले त के बिहान चाहिँ बिहान अलिक चिसो हुन्छ राम्रो राम्रो ठाउँहरू छ यो पछिल्लो